गाइस आज चाहिँ हामी घुम्न गएको छौँ। मौसम चाहिँ यस्तो खराब छ नि देख्न सक्नुहुन्छ। हामीसँग यहाँ हुनुहुन्छ हाम्रो ड्राइभरजी अनि म छु यहाँ साइडमा। एकदम जाडो देख्न सक्नुहुन्छ हजुरहरूले। म यति धेरै बाक्लो लुगा लाएर हिँडिरहेको छु। ज्याकेट यो अनि मोजा यहाँ ज्याकेट लाएर हिँडिरहेको छु। मौसम चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। पानी परेको छ पुरा, बादल कालो भयो पुरै होइन। अब मौसम यस्तो भए तापनि हामी चाहिँ त्यही भएर जान थाल्दैछौँ घुम्न। यसो बाहिर निक्लिनु भनेर यस्तो चिसो छ तर रमाइलो छ। हेरौँ हामी कहाँ जान्छौँ। Hello guys, welcome to the vlog, and yes, we are again back with the YouTube channel. And after a long time, and yes, आज चाहिँ हामी यो सुन्दर परिवेशमा आइसकेका छौँ हैन। A long way to walk, एकदम लामो रोड छ, झन्डै I think 1.5 किलोमिटर जति होला। अनि खोला भन्छ के भन्छ, लेकलाई के भन्छ, ड्याम जस्तो छ हैन, रिजर्भर छ हैन। अनि छुट्टीको समय आज एकदम जाडो भइरहेको देख्न सक्नुहुन्छ। यस्तो धेरै ज्याकेट लाएको छु मैले नि बाक्लो, अनि फेरि भित्र स्वेटर, उहाँले पनि यत्रो स्वेटर ज्याकेट। जाडोको मौसममा ज्यान पकाउन हेर्नु स्वास्थ्यको लागि के हुन्छ भन्नु न, हेल्थको लागि राम्रो हो, लाभदायक हुन्छ हैन। त्यही भएर चाहिँ साथीहरू हिँड्नुपर्छ, स्वास्थ्य बनाउनुपर्छ, हिँड्दै गरिया अनि डुल्दै गरिया। लभ च्यानल समाउँदै मायाको कुरा गर्दै खान्छ बात। हामी यो वाटर रिजर्भमा एक राउन्ड मार्छौँ होला। अहिले चाहिँ मेरो हातमा क्यामेरा आएको छ। म चाहिँ अब तपाईँहरूलाई यसको यो रिजर्भरको बारेमा केही बताउन चाहन्छु। मेरो बुढो चाहिँ साई हुनुहुन्छ अलिक क्यामेरामा बोल्न। मलाई चाहिँ बोल्न मन लाग्छ, जति बोल्यो त्यति एक्सप्रेसिभ हुन्छु म जस्तो लाग्छ होइन। तर मलाई रमाइलो लाग्छ माइकमा आफ्नो कुराहरू राख्न, किनकि कोही त छ मेरो भोइस रेकर्ड गर्ने। यही माइक हो मेरो सहारा कि कसो। जस्ट फन गाइज, डोन्ट बी सिरियस। अब चाहिँ म यसको बारेमा भन्छु। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन, खोइ त पछाडि देखाउँ है त। यो रिजर्भरको बारेमा केही भन्छु। उहाँ परदेखिबाट छ। हामी पो योभन्दा लगभग 1 महिना अगाडि आएको थियौँ, आजभन्दा 1 महिना अगाडि। त्यतिखेर चाहिँ एकदम धेरै नै पानी थियो कि। उहाँनिर देख्न सक्नुहुन्छ, त्यहाँनिर तपाईँहरूले अलि स्पेस एरिया देख्नुभएको पहिला चाहिँ थिएन। यो सबै नै पुर्याएको थियो। त्यो रुखहरूलाई पनि माइक चाहिँ मेरो हातमा यहाँ भयो, माइकले बोल्नुपर्ने। म मेरो बुढाले सम्झाउँदै हुनुहुन्छ मलाई, यसरी नबोल भनेर। यता हेर्नु न कसरी बोल्छु रे म। माइक चाहिँ उहाँ हुन्छ होइन, अनि म चाहिँ यसरी बोलिरहेको हुन्छु। ल ठिकै छ। यहाँ अहिले चराचुरुङ्गीको आवाजमा यस्तो रमाइलो हुन्छ, यस्तो रमाइलो पिस माइन्ड छ नि यहाँनिर। अनि यहाँनिर छेउछेउमा चाहिँ म उठेर देखाउँछु कि बस्नु होइन। यहाँ ढुङ्गाहरू राखेर चाहिँ यो छेउछेउमा। अनि लगभग उहाँनिर चाहिँ एउटा मिटर राखेको छ पानीको लेभल चेक गर्ने। अनि तपाईँहरू देख्न सक्नुहुन्छ होइन, यहाँनिर त्यो स्पेस त्यहाँ सेतो सेतो देख्नु भएन नि, त्यो परपट्टि त्यहाँनिर त्यो चाहिँ उहाँ माथिसम्म पानी पुग्छ। अलि बर्खाको बेलामा पानी पर्दाखेरि पानीको लेभल अलि धेरै हुँदाखेरि अनि त्यहाँनिर आएर चाहिँ हामीले बसेर यसो हेर्छौँ। यस्तो रमाइलो मौसम छ, बाटो यत्तिकै राम्रो छ। अनि यहाँ हुनुहुन्छ हाम्रो सरले, मोबाइलमा पुरा व्यस्त हुनुहुन्छ। अनि यहाँ छु म अहिले तपाईँहरूलाई अहिले देखाइरहेको छु यो वाटर रिजर्भको बारेमा। के भयो, माइक बन्द भयो क्या भने छैन रहेछ, ठिकै छ। यस्तै हो यहाँनिर चाहिँ रमाइलो छ। त्यो आउन सक्नुहुन्छ। यो लोकेसन चाहिँ के अरे मलाई नि त्यति राम्रोसँग थाहा छैन। डिस्क्रिप्सनमा हुन्छ, हजुरहरू हेरेर आउन सक्नुहुन्छ। लगभग रमाइलो छ। तपाईँहरूलाई नयाँ प्लेस घुम्न मन छ भने यहाँ आउँदा बेस्ट हुन्छ। थ्याङ्क यू सो मच। अरू डिस्क्राइब चाहिँ यो बारेमा मेरो श्रीमानले गर्नुहुन्छ। यहाँ हुनुहुन्छ मेरो हबिबी, कम टु वाटर रिजर्भर। यहाँ हामी जान्छौँ अर्को पार्टतिर गाइज। तपाईँहरूलाई म अब अर्को पार्ट देखाउँछु ऊ परबाट।
त्यताबाट पनि दिन अब कति एउटै पार्टबाट देखाउनु होइन यहाँनिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ माथि के छ भनेर तपाईँहरूलाई लाग्यो होला यहाँ के रहेछ है त हामी हेरौँ है त गएर हुन्छ त ओके देन वी गो नाउ कम हियर कम विथ मी फलो मी गाइज यहाँ माथि के रहेछ भनेर तारबार लगाएको छ हिँड्ने देख्न सक्नुहुन्छ यहाँ पानीको पोका पोका है अहिले चाहिँ पानी परिरहेको थियो अनि एकछिन रह्यो अनि आएको यस्तो रहेछ यहाँनिर है अब अहिले चाहिँ ए तल बाटो रहेछ अरू केही नरहेछ त्यहाँ देख्न सक्नु बाट हेर्दाखेरि कत्रो देखिन्छ है हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो राम्रो छ नि यो ड्याम यति धेरै रमाइलो भइरहेछ है अनि मौसम पनि त्यस्तै च्यालेन्जिङ छ कि आज कतै हिँड भने जस्तो छ मौसमले पनि हामीलाई अनि म चाहिँ मेरो फुल दिन्छ मैले अहिले ज्याकेट खोलेको छु अनि म तपाईँहरूलाई अब यो ड्यामको बारेमा केही बताउन चाहन्छु है मलाई चाहिँ मोटी देखायो होला ल अहिले म मोटाएको छु यो चाहिँ ड्याम हो हामी चाहिँ अब जान्छौँ त्यो साइडमा त्यहाँनिर देख्नु भएको छ हजुरहरूले त्यहाँनिर पुरै आउन हाल्नु मिल्छ कि हुन्छ हामी अब यो माथिल्लोपट्टि साइडबाट भन्दा नि अब हामी दायाँबाट देखाउँछौँ त्योबाट चाहिँ अब अलि राम्रो आउँछ ल आउनु मसँगै तपाईँहरू पनि मसँगै आउनु घुम्नलाई है त हेरौँ कस्तो रहेछ ड्याम पुरा तपाईँहरूलाई म वरिपरिबाट देखाउँछु वरिपरि छेक्का ड्याम देखा भन्दाखेरि त्यहाँ छ भनेर कमेन्ट गर्नु है त सो गाइज अब चाहिँ हामी जङ्गलभित्र प्रवेश गर्दैछौँ होइन Catch you there. Catch you there. Fast. खै भन हामीले चाहिँ अघि भर्खर कङ्गाली देख्यौँ दुईवटा चाहिँ अहिले उनीहरूको बेस्ट टाइम रहेछ अहिले बसिरहेको त्यही भएर तपाईँहरूलाई मैले देखाउन सकिनँ किनकि भाग्न पनि सक्छ होइन अहिले नदेखाउँ होला गर्मी भयो हिँड्दै ज्याकेट खोल्नु परिहाल्यो गर्मीले गर्दाखेरि यो चाहिँ तरा एरिया जस्तो कि होइन सानो रुख हुने कि ठुल्ठुलो रुख चाहिँ नहुने यहाँ नेपालको जस्तै मसलाको बोट भन्ने हजुरहरूलाई थाहा छ यो बोट यो लामो पात भएको त्यो चाहिँ हामी नेपालमा मसलाको बोट भन्छौँ हाम्रो बारीमा पनि थियो कि छन चाहिँ तर यहाँ चाहिँ अरू के भन्छ यहाँ हजुरलाई थाहा छ हिडन नो बट मलाई पनि थाहा छैन यो के हो भनेर तर देखाउनु न बाटो होइन यहाँ पछाडि यो सानो रुख छ कि छन चाहिँ है यहाँनिर धेरै ठुलो रुख चाहिँ होइन तर सानो रुख चाहिँ छ अनि यहाँ खाउनुमा चाहिँ एउटा सुविधा चाहिँ के छ भने तपाईँहरूलाई बस्नलाई पनि यहाँ सुविधा छ है केटीहरू चाहिँ बनाएर राखेको हुँदो रहेछ अनि बाटो पिच नभए पनि ग्राभेलै रोड छ अनि यहाँ चाहिँ पेडिस्ट्रेनियन अहेड भनेको छ मान्छे हेर्ने बाटो भन्दै आएको होला यो है लगभग मान्छे चाहिँ यहाँ दुईवटा बाटो छ झुक्किन्छ यताको बाटो पनि जान सक्छ भनेर झुक्किन्छ भनेर लेफ्ट लिनुहोस् भनेर भनेको छ है नडर आउनुहोस् जङ्गल एरिया छ भित्र भनेर नडर आउनुहोस् पुरा रिजर्भर चाहिँ तपाईँहरू भिजिट गर्न चाहनुहुन्छ भने चाहिँ सबैले डुल्नै पर्छ भित्र पनि आउनै पर्छ अहिले चाहिँ हाम्रो यो अटम सिजन भएर होला सबै रुखको पातहरू चाहिँ लगभग झरिरहेको छ कि देखाउनु न रुखमा पात चाहिँ यहाँको पात चाहिँ के हुने भने रेड हुने येलो हुने तर रमाइलो देखिने कि हाम्रो नेपालमा चाहिँ हुँदैन होइन
पात सुक्छ यहाँ चाहिँ पहिला रातो हुँदो रहेछ अनि पहिला येल्लोबाट भएर अनि त्यसपछि मात्रै ड्रप हुँदो रहेछ हामीलाई चाहिँ थाहा छैन मलाई यो चाहिँ नौलो लाग्छ कि यहाँको रमाइलो नि लाग्छ कि तपाईँलाई रमाइलो लाग्छ त मलाई चाहिँ रेड कलर असाध्यै मनपर्छ किनभने हामीले जेनरली रेड कलर चाहिँ देख्न पाउँदैनौँ नि त नेपालमा येल्लो कलर र ग्रिन कलर चाहिँ मोस्ट अफ द टाइम ग्रिन देख्न पाइन्छ भने येल्लो पनि हामीले देखिरहेको हुन्छौँ तर रेड कलर चाहिँ देख्न पाउँदैन जुन चाहिँ यहाँ चाहिँ छ क्या रेड कलर यहाँको प्रोसेस ग्रिन रेड र येल्लो अनि त्यसपछि त्यही डाई अनि त्यहाँबाट झर्छ किनभने प्रकृतिको नियमहरू हो मिट भइरहेछ होइन मे महिनाको आज कति लगभग 18 तारिक 17 आई गेस 17 तारिक हो आज होइन 17 तारिक हो अब यो चाहिँ हाम्रो जाडो महिना सुरु हुन थालेको छ आज र हिजो चाहिँ पानी परेर धेरै नै जाडो भएर हामीले ज्याकेट लाग्यो मलाई हिँड्दा हिँड्दा गर्मी भइसक्यो है अब यो मे सकिने बित्तिकै जुन जुलाई अगस्तसम्म चाहिँ यहाँको एकदम धेरै जाडो हुने रहेछ क्या आज मौकामा चौका हाने उहाँको पनि छुट्टी थियो म पनि यति बसिरहेको थिएँ त्यही भएर घरमा कति बस्नु होइन भनेर बुढाबुढी होइन बुढाबुढी टक्क गर्मी भयो लास्टै छ अब एकछिन त्यो गरेर हामी रेस्ट गर्छौँ जङ्गलको बिचमा चाहिँ डर हुन्छ कि भन्ने छ तर कोही नै हिँड्दो रहेनछ नि यहाँ पाइलाहरू छ है कङ्गारुहरू कुदेकोहरू छ होइन पाइलाहरू चाहिँ बाटोमा पनि देखिन्छ तर डर चाहिँ मान्नुपर्ने कुनै अवस्था छ अब अहिले देखेको दिउँसोको 2 बज्यो त्यो भएर मान्छे भेटिँदैन होइन अघि तपाईँहरूलाई मैले देखाएको थिएँ वाटर रिजर्भरको पार्ट उताबाट अब यो यताबाट देखाउँछु म यताको पार्टबाट चाहिँ कस्तो देखिन्छ है त तपाईँहरूले मूल्याङ्कन गर्न सक्नुहुन्छ कम्पेरिजन गर्नु कताबाट चाहिँ राम्रो देखिन्छ है त यताबाट भ्यू राम्रो देखिन्छ कि उताबाट भ्यू राम्रो देखिन्छ तपाईँहरूलाई म देखाउँछु तर मेरो भ्लग चाहिँ नछोडिकन खोलाको नजिक हेर्नु यो बाटोबाट जाम है त तपाईँहरूलाई म देखाउँछ बाटो त छैन त्यही पनि अब तपाईँहरूको देखाउनु न मैले कति दुःख भोगिरहेको छु यहाँ यस्तो बाटोमा चिप्लिने चाहिँ अलिक डर हुन्छ बिग्रिएको पछि समयमा चाहिँ यो ड्याम भरेर यहाँसम्म पानी पनि आउँछ अहिले चाहिँ सुक्खा मौसम भयो अटम सिजन त्यो पनि हो अब पछि झर्दाखेरि यो पानी अलिक पर्दाखेरि चाहिँ यहाँ अब देखाउनु न यताको पार्टबाट देखाउँदैछु हो गाइस अब म तपाईँहरूलाई देखाउँछु यता मलाई देखाउनु है त म उहाँहरूलाई तरिकाले अघि तपाईँहरू हुनुहुन्थ्यो ऊ त्यो पाटोमा है त्यहाँनिर देख्न सक्नुहुन्छ त्यहाँ बस्ने चेयरहरू छ त्यहाँ अलि अग्लो ठाउँ छ अघि मैले तपाईँहरूलाई त्यहाँबाट म यता देखाउँछु भनेको थिएँ अहिले म यता छु तपाईँहरू यतापट्टि कस्तो भ्यूलाई अलिक माथिबाट क्यामेरा देखाउनु त्यहाँनिर माथि भइरहेको छ क्यामेरा चाहिँ अलि तलपट्टि देखाउनु न यो रिजर्भ अनि अब हामी चाहिँ कता जान्छौँ भन्नेबाट अब हामी जान्छौँ यता फेरि यता छेउपट्टि यो रोड हुँदै हुँदै यो जङ्गल हुँदै हुँदै यसरी हामी यहाँबाट आइपुग्यौँ बाटो किनकि यो एकदम धेरै यहाँ चिप्लो भन्दा नि यो भासिनी टाइपको छ है यताबाट कता जाला यता कता जाला जङ्गल त हुनु के रिस्क हुन्छ किराहरू हुन्छ छिटो पुग्ने निगुमा छोटो बाटोमा फाइनली हाम्रो बाटो आइपुग्यौँ बाटोमा राम्रै बाटो यस्तै गर्नु भयो तपाईँलाई गर्नु भएको छैन यसले गरी भइरहेको यहाँ देखाउनु न काँडामा के फलेको यो चाहिँ काँडा जस्तो देखिन्छ है अर्थात् घोद्दो रहेछ तर यहाँ के फलेको के यस्तो कसैलाई थाहा छ भने यहाँ त अलिक कम छ ऊ त्यसमा हेर्नु न झुप्पा फलेको त्यो के हो त्यो
यस्तोमा स्नेक्सहरू पनि हुन्छ अलिक डर मान्नुपर्छ जङ्गल एरियामा वाउ गाइस केको फल हो यो देख्नुहुन्छ हजुरहरूले यो कस्तो राम्रो कि खुट्टा गलेन र आज एक्सर्साइज खुट्टाले चाहिँ मजाले पायो म हिँड्न सकिनँ तपाईँहरूलाई देखाउने चक्करमा हिँड्दाखेरि बाटो पर पुग्नु पर्छ मैले सर्टकट हाने गर्नु पनि भयो त्यही भएर ज्याकेट यसरी बाने अब यहाँबाट बाटो छैन मैले कसलाई यहाँ फलो पनि गर्दैछु उहाँलाई हेर्नु हामी दुइटैजना यसरी तिम्रो मात्रै आउँछ के ला बर्बाद एक्टिभ गरेको कि यसले हेर्नुहोस् त गाइज हामी सर्टकट हानेर यसरी मर्निङमा गरिन्छ त अनि यहाँ चाहिँ यस्तो हुन्छ गाइजी यहाँ देखाउ त यहाँ पानीहरू चाहिँ यसरी यहाँ अब सञ्चालित गरेर यिनीहरूले ड्याममा पुर्याउँछन् यो कहाँबाट झरेछ यहाँ हेर्नु न कति धेरै के मकै हामी चाहिँ यो नेपालमा बाँदरको मकै भन्थ्यौँ है ऊ यहाँनिर सल्लाह नेपालको सल्लाह जस्तै यहाँ पनि सल्लाह यहीबाट झरेको हो कत्रा कत्रा सल्लाहको हेर्नु न यहाँ चिप्लिन्छ है